हेलो गाइजहरू, के छौ हालखबर? आज फेरि मेरो सेकेन्ड नाइट हो। हप्तामा दुई दुई पटक नाइट गर्नुपर्छ। यो मेरो सेकेन्ड नाइट हो। अनि नाइट ड्युटी गर्नुको एउटा प्रब्लम चाहिँ त्यति निदाउनु चाहिँ पाइँदैन कि। अनि 12 एक बजीसम्म बस्नुपर्छ। 12 एक बजीसम्म बस्दाखेरि केही इमर्जेन्सी केसहरू पनि आउँदैन कि। अनि जब पल्टिनु जान्छु, निदाउनु जान्छु भनेर यसो बेड पल्टिनु जान्छु, अनि हल्का झिमिक्क हुनु पाउँदैन, इमर्जेन्सी केस आइहाल्छ। अनि उठ्नै पऱ्यो होइन। अनि उठेर स्याम्पलहरू रन गर्दा अनि रिपोर्टहरू निकाल्दा 1 घन्टा जति लाग्छ। अनि फेरि 4 बजी उठ्नुपर्छ। 4 बजी उठेर क्युसी क्यालिब्रेटरहरू हाल्नुपर्छ। कहिलेकाहीँ मिल्छ, कहिलेकाहीँ मिल्दैन। नमिलेपछि फेरि उल्टै आधी घन्टा लाग्छ एउटा क्युसी क्यालिब्रेटर गर्नलाई। अनि मिलेन भने कहिलेकाहीँ 1 घन्टा 1.5 घन्टा पनि लाग्छ। अनि यस्तै हो। अनि नाइट ड्युटी मैले गर्नुको कारण चाहिँ बिदा पाइन्छ 2 दिन। अनि 2 दिन मर्निङ, 2 दिन इभिनिङ र 2 दिन नाइट गरेपछि ठ्याक्क 2 दिन बिदा पाइन्छ। त्यसको लागि पनि मैले नाइट ड्युटी गरिरहेको। अनि नाइट ड्युटी गरेन भने फेरि दिनमा 8 घन्टा ड्युटी गर्नुपर्छ। अनि नाइट ड्युटी गऱ्यो भने चाहिँ 6 घन्टा मात्रै गर्नुपर्छ कि। त्यो एउटा पनि भएर मैले नाइट ड्युटी गरेको। गाह्रो छ एक हिसाबले नाइट ड्युटी पनि।